जोजोलपा नेपाल मण्डल टेलिभिजन सेयाचनादीमा सकल सोकुमी नेपाल मण्डल टेलिभिजन छ चिता लस्कु सेनाचना नेपाल मण्डल टेलिभिजन पाखे थी थासे भकास विनाश जिया चंगो था या दृश्य व अन्य सुच छिकपिन्ता बिगु झोले ठाउँ सिन्धुपाल्चोक जिल्ला या सिपापोखरी गाविस वडा नम्बर 9 या गहते गाँले जिपि थ्यङ्गुदु चलाउँदा म 3 घण्टा थनेर बसेँ म स्वास्थ्यकर्मी अनि मेरो त्यहाँ पेसेन्ट पनि थियो 4 जना त्यो पेसेन्ट चाहिँ मर्यो भनेर मैले भनेको थिएँ तर म पनि मरेन म ढोकाको उसमा पसेँ पेसेन्ट पनि मरेन म उद्धार हुनु मैले पुनर्जीवन पाएको हाम्रो यो सिपापोखरी सिन्धुपाल्चोक वार्ड नम्बर गाउँ गहतेमा जुन आजभन्दा 6-7 दिन अगाडि 12 गतेको दिन भएको जुन भूकम्पमा परि 120-22 घरधुरी मध्ये सबै घरधुरी लडेर भत्केर नष्ट भएको छ र यहाँभन्दा अगाडि उद्धार टोली प्लस खाद्यान्नको टोली कोही पनि यस स्थानमा आइ नसकेको गाई भैँसी बाख्रा कुखुरा भनेको त अब तपाईँको धेरै जस्तो बाँकी नै छ अझै निकाल्नलाई। त्यो कहाँ हो थाहा छैन, कहाँ परेछ, कुन ठाउँमा परेछ।
अब थाहा हुने जति त उतारियो उतार भइसक्यो थाहा नभएको ठाउँमा चाहिँ कहाँ गएर परेको छ कुन ठाउँमा पर्छ गन्ध आइरहेछ गनाइरहेछ उग्रगन्धी भइरहेछ गाउँमा अब सबै त्यसैले गर्दा रोग फैलियो भने डर भइसक्यो ठन तो गहते गाविस वेटा चाहिँ छिटा प्रवीण जित हाइमेस वेक पाजु छेखनी थन भखा वेंगा वेक पाजु गे खरे नपलाले वेकन एकदमै थन दया भयावह अवस्थाको छक्कै छे बसे मजु खौनी वेकन जिमता चाहिँ नेपाल ट्रस्ट त्यो पाखे अन सम्पर्कले नेपाल ट्रस्ट न थके सहयोगहरु थन वेटा चाहिँ छिसा 70 बोरा जाकी अले 200 वटा टेन्ट अले मेडिकल टिम च्यामा डाक्टर मलाई इन्डियासम्म नियम डाक्टर छिसा चिकेनहरु अले उले दाजु नर्स त 20-30 किलो ल 5-6 हजार प्याकेट वाय 54 कै यो कोही सामान छिन थन थौ ए फुजुल थन मलाई थन वया सहिले ताते थय बने ख खनी छखछे बसे मुजु खनी गेट आइदिउ ख ए जुल खनी कारण हजुर प्रवीण जी थन चाहिँ राहत है के लागि राहत बुक्स म थन आया दिया कोटेश्वरे चाहिँ जिउ परिवार चाहिँ सेफ याना नै चाहिँ डक्को से आफन्तके जिन चाहिँ फोन याना गेना अहिले जी चाहिँ डाइरेक्ट चाहिँ गाडी जोनाने सिन्थि डाइरेक्ट ठन वया ज थन बर्बाद जुलखनी डक्कै ठो ठन चाहिँ 135 ढुरी ड ठो सिपा पोखरे गाविस ठोक सिपा पोखरे गाविस के 9 वडा ड 9 वडा के डक्कै ठन चाहिँ एकै घापा ठो ठन चाहिँ झिङखोमा मुन्नो चाहिँ ठनटु स्पोर्ट जुड तुरुन्त चाहिँ जो दिमाग होला कि कनेजा ठन महामारी फैले जुयु अहिले एजु यहाँ चाहिँ जिन फोन खे चाहिँ जिउ ज्वाइँ हरि शरण बाटा भक्तपुरी हो वो तुरुन्त छय बिमाला धायनी चाहिँ धाय जिन चाहिँ अठे धाया अहिले ज्वाइँ साहब नै छय बिला अहिले ज्वाइँ साहब फैनी चाहिँ वो तुरुन्त जुल अहिले सेकेन्ड काम खे चाहिँ जिउ ठो घापा जु मनु पिछ चाहिँ उम्टान चाहिँ जिउ हस्पिटल एङ्केउजिया छ अहिले सेकेन्ड खे छो ठन लास्ट चाहिँ सेकेन्ड नम्बर खे जुल तेस्रो नम्बर खे छुजुल धायनी तेस्रो नम्बर खे राट के चाहिँ जिन छ जिन आपन जो ढेबा आप मरु एजवेन चाहिँ ठन चाहिँ छ डिडिया ठो नेपाल ट्रस्ट एन्ड निरान्त हस्पिटल न चाहिँ ठन चाहिँ जिन चाहिँ थे केंका बिग चाहिँ उन्टा केंका बिगले चाहिँ उमसन ढाला कि भाइ जी यानबी जी कोसी यानबी ढालाले तो नेपाल ट्रस्ट एन्ड निरान्त हस्पिटल या चाहिँ एकै तो धन्यवाद जिउ तरफ छ आटको ठन चाहिँ छवे तो ओ मवनी पत्रकार मवनी ला ये जो छिपिना दुख याना झाला छिपिना मिपि थायना झाछ ठन एकै डगाबी छ यहाँ खास हाम्रो प्राइमेरी एम चाहिँ टार्गेट चाहिँ जुन भुइँचालोले क्षति पुर्यायो नि त्यो सम्बन्धी हड्डीसड्डी भाँचेको अथवा अलिक ठुलो केही होला भन्ने सोचेका थियौँ तर अहिले हेर्दाखेरि त्यस्तो चाहिँ भेटिएन अहिले चाहिँ यो सानोतिनो रोगहरू है यो रुगाखोकी लाग्ने लडेर हातखुट्टाहरू दुख्ने छाती दुख्ने बेसिकली त्यति मात्रै छ छे फुकन वाने गला लासा फुंगानो छुना मरु जेने हना मरु पिने छुने मा मन हिंखमा मन छिटा अले जिमीला फुकम बिचाली जुला गएन जिमीला अपो खानो अपो मोला मो Thank you.